हेलो नमस्ते एभ्रिवान हजुरहरूलाई वेलकम छ सिस्टर्स ब्लगमा। म चाहिँ आज धेरै दिनपछि हजुरहरूको सामु आएको छु। किन होला भनेर मलाई चाहिँ खासै सन्चो थिएन, म चाहिँ हल्का बिरामी थिएँ, त्यसै कारणले म ब्लगमा आउन पाएको थिएन। अहिले चाहिँ म ठिकै छु। अनि मेरो यहाँ छोरी पनि आउनुभएको छ। हजुर हजुर हेलो गरिदिनुहोस् त माया खै। मेरो छोरी बिहान बिहान भुसी भुसी गर्नुभएको छ। हेर्नुको त हेलो मेरो छोरी पनि रेडी हुनु भइसकेको छ स्कुलको लागि। ड्रेस लगाइसक्नु भयो। मेरो छोरी पनि आज यही ड्रेस लगाएर जानुहुन्छ स्कुल। ओके अब मम्मीले बनाइदिन्छ बाल। अब चाहिँ म खाना रेडी गराउँदैछ। म खाना रेडी गराउँदैछु। हजुर टेप मम्मीले पनि यता राख्दैछ। अब चाहिँ म खाना रेडी गरिदिँदैछु। खाना रेडी हुन्छ अनि नानीहरूलाई खाना दिन्छु। अहिले चाहिँ मेरो हेल्थ हल्का अलि ठिक भएको छ, तर कम्प्लिटली अझै ठिक भएको छैन। अब हल्का अब रिकभर हुँदैछु। फेसबाटै हेर्नु होला कस्तो भइरहेछ। 3-4 दिन भयो खासै सन्चो नभएको। मलाई आज अलिकति फ्रेस भएछु। फ्रेस भएर नुहाइधुवाइ गरेर छोरीलाई पनि नुहाइधुवाइ गराएँ। अनि अब चाहिँ म खाना बनाइरहेको छु। यता खाना पाकिरहेछ। यता चाहिँ झोल बनाएको गेडागुडी यताउति सागहरू सब मिक्स गरेर झोल बनाएको छु। यता चाहिँ भात बनाइदिन्छु हल्का फुल्का खाने भनेर। अनि मेरो छोरीहरू पनि रेडी हुनु भइसक्यो। अब सानो छोरीको म कपाल कोरिदिन्छु। ठुलो छोरीले आफै कपाल कोर्नुभयो। आजको मौसम चाहिँ यस्तो राम्रो छ, हेरिदिनुहोस् त। वाउ हेर्नु त आँख बादल। वा मजाले घाम लागेछ। मेरो छोरीहरूको स्कुल चाहिँ यहाँ छ। सिस्टरले यहाँ सफा गरिदिँदै हुन्छ। मेरो छोरीहरूको स्कुल चाहिँ कति नजिक छ हो कि होइन? म छोरीहरूलाई यहाँबाट हेरिराख्छु नि त। म 3 क्लासमा हो, बुनु चाहिँ एलकेजीमा। यस यो स्कुलको नाम चाहिँ मानसप एकाडेमी। तिम्रो पछाडि छ, तिम्रो सर्टको पछाडि नै नाम छ, पछाडि पनि छ। यहाँ छिन् अनि मेरो मम्मी चाहिँ यहाँ सफा गर्दै हुनुहुन्छ। मम्मी के गर्न लाग्यो? ए अनि यहाँ हेर्नु कस्तो राम्रो राम्रो फुलहरू छ। मेरो बुनु के गरिदिएको हो? हेलो भन न, फेरि हेलो भन। हेलो भन न बुनु। अनि मेरो मम्मीले चाहिँ बुनुलाई के भन्छ खुट्टा धोइदियो हुनुहुन्छ, किनकि यो बहिनीको घरभित्र लाउने चप्पल हो, तर बहिनीले बाहिर ल्याएर आइन्। अब मेरो मम्मी आउनुहुन्छ। हुन्छ कहाँ गयो कि? होइन होला। मेरो अबिरा छोरी त यता छ क्या? यो को हो? तिमी को हो? होइन म हो अबिरा। हाँ होइन म हो भनेपछि म हो। होइन म हो। होइन म हो। मेरो छोरीले के खाँदै हुनुहुन्छ? मैले साग भात दाल खाँदैछु। ओके ल मिठो गरेर खानुहोस्। मेरो छोरीले पनि खानुहोस्। नै नखानी। मेरो छोरीले अब के खाने? मेरो छोरीलाई अब मैले माम खिलाउँछु। यहाँ छ, यति हो खाने माम।
यहाँ हेर्नु हजुरहरूले जहिले पनि देख्नुहुन्छ नि खाने बेलामा तर मेरो छोरीले फेरि खान्न भन्छन् फेरि नि कस्तो भन्छन् नि मम्मी मम्मी म त खान्छु म खान्छु हास भनेर फेरि कस्तो सरप्राइज दिन्छन् कि मम्मीलाई फेरि हेर्ने अहिले भर यहाँ टेबल मुनि यहाँ लुकिरहेछन् अहिले एकछिनमा म यहाँ मोबाइल बन्द गर्छु अनि त्यसपछि फेरि यहाँ हेर्नु अब हेर्नु है म मोबाइल बन्द गरेँ अनि त्यसपछि अब हेर्नु बुझ्नु अब माम खान्छु कि नै हजुरले ल मुखले भन्नुहोस् खानुहुन्छ कि नै होइन के खानुहुन्छ कि नै देख्नुभयो मेरो छोरीले माम खानुभयो कि नै भनेर अघि खान्न भन्नुभएको थियो इ भर्खर त खानु भइसक्यो किन खानुभएको भनिदिनुहोस् त यत्तिकै मोबाइल हेर्न पाएर खानुभएको ल फेरि खाएर देखाइदिनुहोस् त ल देख्नुभयो मेरो छोरी कति ज्ञानी हुनुहुन्छ मोबाइल नहेरेसम्म नखाने नटी छोरी हो कि होइन ल हजुरले पनि खाना खानुहोस् मेरो यो ठुली छोरी हो कि ज्ञानी छोरी गम गम्दै खाने यिनी हुन् क्या नटी छोरी ए होइन मेरो अभिरा त एकदमै गुड गर्ल तिम्रो हेयर मिलाउ न हेयर मिलाउ राम्रोसँग मिलाउ है नक्कली म चाहिँ मेरो छोरीहरूले खाना खाएर पनि स्कुल जानु भइसक्यो जाँदै हुनुहुन्छ तल झर्दै हुन्छ म चाहिँ छोड्न गएको छैन मलाई चाहिँ खासै सन्चोट नभएको भएर म छोड्न गएको छैन अहिले चाहिँ मेरो छोरीहरू दुईजना लुलुले जानु चाहिँ यहीँ नजिकै भएर नि त कहाँ जानुभयो ए बाई बाई यसरी मेरो छोरीहरू जानुभयो अब स्कुल यहाँबाट मेरो छोरीहरूलाई हेरिरहेको छु मेरो छोरीहरू जानु भइसक्यो नजिक भएको यही आनन्द दुख बिमार हुँदाखेरि यहीँबाट हेऱ्यो सुरेर जानुहुन्छ आनन्द भयो अब चाहिँ म खाना खान्छु के गर्छु थाहा छैन मलाई केही खाना नि खासै मन छैन बिरामी भएदेखिबाट यस्तो भएको छ कि मलाई केही मुखमा हाल्न मन लाग्दैन केही गर्न मन लाग्दैन केही खान मन लाग्दैन हिजो अस्ति त झन् 2 दिन त नन स्टप टाउको दुखेर पुरै नहुनु त औषधि खाएर पनि सन्चो गर्दैन के भएको कुनै त्यस्तो त अहिलेसम्म यत्रो वर्ष भयो म त्यस्तरी त बिमारी भएको थिएन छोराछोरी बच्चाहरूलाई के गर्नु म बिरामी भयो भने त कति गाह्रो भयो मलाई खुवाउन यताउति गर्न काम गर्न बच्चा बच्ची भएपछि आमालाई त साह्रै दुःख कसरी खुवाउने आफू बिरामी आफूलाई कसले हेरोस् बच्चा बच्चीलाई खुवाउने कसरी रेडी गराउने कसरी स्कुल पठाउने कसरी पकाउने कसरी धेरै गाह्रो अब चाहिँ म खाना खान्छु थोरै भए पनि खाना खान्छु झोलिलो सागहरू दालहरू बनाएको छु थोरै खान्छु अनि त्यसपछि औषधि खानु छ अनि औषधि खान्छु अनि एकछिन रेस्ट गर्छु किनकि म अझै पनि मेरो शरीरमा त्यति तागत छैन विक नै छु एकछिन खान्छु अनि त्यसपछि एकछिन रेस्ट गर्छु अनि मेरो छोरीहरूलाई आज चाहिँ केही खाजा बनाइदिनु कि भनिरहेको छु हल्लाहरू बनाइन पर्ला भन्दैछ हल्ला र आलु भुजिया बनाइदिन पर्छ कि जस्तो लागिरहेको छ यत्रो 3-4 दिन भयो खाजाहरू बनाइदिएको छैन त्यसपछि यहीँ खाएर भुजाहरू निम्किनहरू यस्तै खाँदै बसिरहेको थियो एकछिन रेस्ट गर्छु अनि त्यसपछि फेरि छोरीहरू आउने बेला हुन्छ त्यही त हुने हस् म अहिले पछि छोरीहरू आएपछि भेट्छु हस् यता पानी भर्न आएको खानेपानी जारमा यता पानी भर्दैछु यता चाहिँ हरियाली छ यहाँ चाहिँ यो चाहिँ के होला स्ट्रबेरी पाकिरहेछ हेर्नु त वा म चाहिँ मेरो छोरीहरूलाई स्ट्रबेरीहरू टिप्दैछु मजाले स्ट्रबेरी भइरहेछ स्ट्रबेरी
उता उतातिर जानुपर्ने रहेछ यहाँ पनि रहेछ हेर्नु त कति धेरै छ ओ माई गड स्ट्रबेरी हेर्नु त ओ माई गड पानी परेछ नत्र कति मजाले हुन्थ्यो अझै पानी परेको परि गरेर राम्रोसँग भएको छैन हेर्नुहोस् क्युटी स्ट्रबेरी हेर्नुहोस् त वाउ यहाँ पनि छ अझै यता पनि छ कति छ कहाँ उता गएर टिप्नुपर्छ अहिले एकछिनमा गएर टिप्छु पानी भर्दैछु पानी भरेर भ्याउँछु अनि स्ट्रबेरी टिपिदिन्छु मेरो छोरीहरूलाई धेरै भयो नटिपेको ओ यो त्यहाँको सानो गमला छ यो सानो गमलामा थियो कि स्ट्रबेरी मैले थोरै स्ट्रबेरी बच्चाले खान्छ भनेर त्यसमा रोपेको थिएँ सारेको थिएँ अरूको घरबाट नै त्यसरी झिकेर नै त्यसरी सारेको थिएँ अनि यहीँ राखिदिएको अहिले यहाँ आयो नि त घरबेटी आन्टीहरूको लुछुप्पै भइसकेछ यहाँ बारीभरि स्ट्रबेरी फार्म भएछ यहाँ सरेर यत्रो सानो टुक्रा बिरुवाबाट यति हुने रहेछ क्या बाबा मकै पनि हुँदैछ फर्सीको मुन्टा अनि फुलहरू अनि यता यो डल्ले खुर्सानी हो कि यो चाहिँ मैले माथि डल्ले खुर्सानी कस्तो राम्रो के यति पिरो मिठो पनि डल्ले खुर्सानी थियो अनि त्यो रातो भएको थियो अनि त्यसको बिउ बनाउँछु भनेको थिएँ अनि बिउ बनाएर मैले छर्किदिएँ कस्तो मजाले फलेर उम्रेको कि अनि एउटा त मैले माथि आफ्नो गमलामा रोपेछु अनि यहाँ पनि दुईवटा दिएको थिएँ एउटा भयो रहेछ क्या एउटा भयो रहेछ दुईवटा भएछ दुईवटा रुख भएछ त्यो अब हेर मजाको हुन्छ कि के हुन्छ यहाँ भएपछि यस्तो मजा अहिले यति छिटो फर्स्ट आइसक्यो माथि गमलामा यत्रो सानो छ कस्तो बार्की लाग्यो अब चाहिँ म यसो बाहिर जान्छु सामानहरू ल्याउनु पर्ने छ छोरीले अब एक्सर्साइज गरेर देखाउनुहुन्छ कसरी देखाउँछ ल देखाउनुहोस् ल ओ ए अरू देखाउनुहोस् एक्सर्साइज ओ माई गड अरू के सिक्नु भयो ल भन्नु त वा ओ अरू यताबाट सिकाउँदै हुन्छ फेरि दिजुको काम फेरि ल के सिक्नु ल ए फेरि खुट्टा छोपेर गर्नु त ल खुट्टा छोपेर उचाल्नुहोस् ल टाङ फटाउनुहोस् ल टाङ फटाउनुहोस् अझै यस अझै यस ए भएन स्ट्रेट राख्ने खुट्टा ल वान वा यस तिम्रो खुट्टामा छ पनि खुट्टामा अगाडि तिमी अगाडि उठ यता आऊ क्या त्यस्तो होइन मेरो छोरीहरू स्कुलबाट आएर यहाँ नाटक देखाइराख्नु भएको छ ल अब हेर्नुहोस् गर्नुहोस् ल ड्रेस चेन्ज गरेर गरिसक्यो ल बुनुको टर्न अब ल बुनुले हेर्नुहोस् गर्नुहोस् ल मेरो छोरी हेर्नुहोस् गर्नुहुन्छ अनि मम्मीले चाहिँ खाजा बनाएर दिनुहुन्छ अनि खाने ओके मेरो छोरीहरूलाई भुजिया गराइदिँदैछु
भुजिया हुँदैछ यता हलुवा भयो अब मेरो छोरीहरूले हलुवा भुजिया खानुहुन्छ यता चाहिँ मेरो छोरीले हेर्नु त आप खानु भएर भर्खर भ्याउनु भयो यहाँ होमवर्क निकालेर यहाँ हेर्नु त ओ माई गॉड हजुर गुड गर्ल लेख्नुस् ल राम्रोसँग लेख्नुहोस् के रहेछ PARR OT प्यार रोड गुड गर्ल यसरी मेरो छोरीले के भन्छ कुनी मेरो छोरीलाई हिजो आज गुड हेर्नुहोस् त कस्तो लेख्नुभयो गुड गर्ल आई लभ यु यस्तै राम्रो लेख्नुहोस् होमवर्क गर्न कहिले खुसी भएर होमवर्क गर्नुहुन्छ कहिले आफै भन्नै पर्दैन आफै आएर होमवर्क गरिहाल्नुहुन्छ मेरो छोरीको ल होमवर्क गर्नुहोस् अनि खाजा खाने ओके म्याङ्गो खानुभयो अब फेरि हलुवा अनि भुजिया बनाइदिन्छु हस् खाने ओके नटकी ल होमवर्क गर्नुहोस् ओके मेरो छोरीलाई के बनाइदिनु भएको हेर्नु त मेरो छोरीले कस्तो खानु भन्छ के खानु भएको ल भन्नुहोस् यो के हो हलुवा यो के हो काँक्रा फ्रेन्च फ्राई वाह मेरो छोरीले पनि ठुलो छोरीले पनि खाँदै हुनुहुन्छ यहाँ मिठो नमिठो भए पनि मिठो मानेर खानुपर्छ ओके होइन हजुरलाई मिठो भयो ओ माई गॉड हजुरलाई मिठो भयो मम्मी पनि ह्याप्पी गुड मिठो मानेर खानुपर्छ जे पनि खानुपर्छ ओके ल खानुहोस् दिन्छु त ए अस्ति नै हो मेरो छोरीलाई हल्ला मनपर्छ कि नै हो ल खाँदाखेरि देख्नुभयो कसरी खानुहुन्छ मेरो छोरीले हलुवा हजुरले खानुहुन्छ अब फ्रेन्च फ्राई खान लाउनु मेरो छोरीलाई पनि मनपर्छ फ्रेन्च फ्राई My name is Abiba Amate. Yes. के लेख्दै हुनुहुन्छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 18 17 17 18 19 20 गुड लेख्दै हुनुहुन्छ ल अब लेख्नुहोस् न त हजुर कति लेख्दै हुन्छ अब 1 7 गुड मेरो छोरीले खाएर होमवर्क लेख्न स्टार्ट गर्नु भइसकेछ यता चाहिँ फेरि खाएर भर्खर आउनुभयो अब उहाँको होमवर्क स्टार्ट हुन्छ कपी पहिला हटाउनुहोस् अनि चाहिँ जानुहोस् ल लेख्नुहोस् ल यहाँ लेख्नुहोस् छिटो के हो 1 18 पछि गुड ल लेख्नुहोस् न लेख्नुहोस्
2-0 बेसुवा ठम्मको 3टा हुने यो यस अब Only one उता Only one 1 2 3 यस अब बुनुको नेपालीको ह्यान्डराइटिङ छ न नेपालीको होमवर्क छ ल अब नेपालीको के ह्यान्डराइटिङ भन्नाले होमवर्क कि ह्यान्डराइटिङ होइन नि I bag. No, this is my bag. This is my bag. ल ल ल ल छिटो होमवर्क गर्न बुनु छोड्दे दिजुको ब्याग ल अब ल बुनु एकछिन हजुरले पनि होमवर्क गर्नुहोस् ल तिमी पनि गर छोड ल बुनु एकछिनको बुनुको के छ नेपालीको होमवर्क खै के लेख्नु छ यहाँ 3 अक्षरको शब्द लेख्नु हो सारे 3 अक्षरको शब्द के हुन्छ 3 अक्षरको शब्दहरू कमला ल लेख्नुहोस् कलमा कमला ल लेख्नुहोस् कपीमा छुट्ने खुट्टाले खिचेको छिटो के गर्नुपर्छ खुट्टाले खिच्यो भने छिटो उना गर्छिन् अब कपीलाई कसरी उना गर्छिन् ल उना गरेर देखाइदिएँ यहाँ होइन बुडु गुड गर्ल हो ल उना गरेर देखाइदिएँ यहाँ उना गरेर दे ल के हो त्यस्तो उना ल अब चाहिँ मेरो छोरीहरू होमवर्क गर्दै गर्नुहुन्छ अब चाहिँ बिदा लिन पर्छ अहिलेसम्म हेरिदिनु भएकोमा माया दिनुभएकोमा अनि हजुरहरूले सपोर्ट गर्नुभएकोमा थ्याङ्क यू सब्सक्राइब गर्न नभुल्नु होला मन परेमा कमेन्ट गरिदिनु होला ओके बाई बाई थ्याङ्क यू फर वाचिङ बाई बाई से बाई Thank you for watching.